मङ्गलै रहेछ पाटन बजारमा हाम्रो मङ्गलले पनि उता दौडेछ तरकारीको लागि यहाँ रहेछ तरकारी बजार लाग्दो रहेछ यहाँ त तरकारी बजार सयको 5 किलो 3 किलो ल है 100को 3 किलो फेरि करेला 40 मा आयो है आज कृष्ण मन्दिर मर्निङ वाक आउँदा आउँदै तरकारीमा यहाँ भोले छौँ पाटनको 100 रुपियाँको ल है पलम 100 रुपियाँ अरे यो के हो तपाईँहरूलाई थाहा छ ल हेर्नुहोस् है यस्तो पोरा छ कि हाम्रो घिरिम्ला जस्तो छ कि यो घिरिम्ला है के जस्तो लसुन 150 काँक्रा रोप्दै है बहिनीले भर्खरै 40 मा आयो है गोलभाडा मङ्गल बजार महाबौद्ध टेम्पल बहिनी तरकारी किन्दै हेर्दै म पुगिसकेँ यहाँबाट हेर्दै त्यहाँ पुगेछ के हेर्दैछ हेर है सब्जी यो काठमाडौँमा जे पनि बिक्छ है तोरीको साग 20 रुपियाँ तोरीको साग कति 20 रुपियाँको कि 15 रुपियाँको 20 रुपियाँ 20 भनेको 5 रुपियाँ बढ्यो किन्दा थाकेर अहिले त घुवाई हिँड्ने मात्रै भयो मान्छे मात्रै धेरै छन् तरकारी किन्नेको त लाइन छ लाइन 1.5 किलो 50 नानी सिमीको भाउ घटेको घटेन घटेपछि लाने हो कि अहिले लिने सिमीको बल्ल 10 रुपियाँ घट्यो है gang कति के गर्नु यता पनि मान्छे खुब हिँडिरहेछ अब बिस्तारै फेरि तरकारीबाट कपडामा सिफ्ट भएको छ है बहिनी कसरी नि बहिनी हो
त्यो 60 रुपैयाँ 50 घचेटा घचेटा बाहिर गरेर भाइ नि पूजा त भयो। नि हराए जस्तो कता गयो खै यहीँ रहेछ ल पारा काटेर अचार त्यहाँ ए भुँडी मात्रै यो के भएर रोकियो हो कुनै यहाँ बिचा ए मलमासको कारणले यो रोकियो रहेछ यो कहाँ गएर टुङ्गिन्छ टुङ्गि खै खाए खाउँला कस्तो हो यो कटर भन्ने यो त काँचै छ त ए तरकारी खाने मैले यादै गरेन त्यस्तै करेला बहिनी फेरि फर्केर गयो यता के भयो 1 किलोको जे लयो नि 50 जे लयो नि 50 अघि 100 रुपियाँ थियो अहिले 50 50 50 यसरी रेट झऱ्यो आधी झऱ्यो अहिले त रेट अघि 100 थियो अहिले 50 भयो मङ्गल बजार पाटनमा अब मार्केट ट्याक्सीले भिड गर्यो यहाँ छ झोला नि भरियो यता नि भरियो यो झोला भरियो त्यो भरियो झोला भरि सामान भयो है राति सुगर प्रेसर खाएर दम कफी पिसाब पोलेको हनुमानजी होइन हनुमानको होइन त त्यो बल्ल बल्ल कृष्ण मन्दिर आइयो तरकारी मिलाउनला बल्ल बल्ल यो हो कि कृष्ण मन्दिर यताको प्रताप मल्ल हो कि कसले यो स्थापना गर्यो भने यहाँ पनि एउटा ढुङ्गाको निकै छ यो पनि ठुलो राम्रो छ यो झन् राम्रो छ
ठगाइला सराउन्डिङ भिडियो बहिनी फोटो खिच्ने भनेर बसेछ। ज्यापो समाजले बनाएको के हो यो फिल्म हो? आज चिया नै बिर्स्यो के आज तरकारी र मन्दिर घुम्दा। यहाँ त फुल त अझै यहाँ रहेछ। जाम ल हेर्न त सबैसँग मन्दिरमा जिताउँदै यो नानीले देखाएको ठाकुर गुरु बागलुङ ठाकुर गुरुको छोरीको घर तिर्सलाको पाटन मङ्गल बजारमा। 60 हो 60 हो 60 को घर ए चिया खान जाने हो 60 को घर। बगलामुखीको तल यो भयो यो एरिया बगलामुखी। हाम्रो बागलुङ कर्मी खलकहरू यही एरियाबाट हाम्रो पुर्ख्यौलीहरू हाम्रो बाजेको बाजेहरू यही एरियाबाट बागलुङ जानुभएको भन्ने सुनेको त्यही तथ्यहरू पनि रहेछ। मैले एउटा पहिला पनि यो बगलामुखी भन्दा तल पानी थाप्न जानुहुन्थ्यो अरे हाम्रो बुवाको निनीहरू। त्यसैको आधारमा चाहिँ नि मैले पहिला पनि एउटा भिडियो बनाएको थिएँ। खासमा प्रुफ हुने त्यस्तो त केही थाहा भएन, तर धेरै तथ्यहरू चाहिँ नि यहाँबाट जानुभएको हाम्रो बागलुङको कर्मी खलाहरू भन्ने कुरो जानकारीमा आएको छ। पुस्तौनी खोज्न पनि आउनुभयो हाम्रो काकाहरू, उहाँहरूबाट पनि पुरष्ट भएको छैन। हाम्रो कृष्ण काका बागलुङ कृष्ण काकाको छोरी ममताको घर यो चोकको महाबिहार। बिहार भनेपछि जाने शान्त होला जस्तो के, बिहार भनेपछि जाने आनन्द शीतल हुने जस्तो के। बगलामुखी यहाँ तलपट्टि यो बिहार छ। यो बिहार नजिकै हाम्रो पहिला खानेपानीको धारा कुवा थियो अरे, त्यही नजिक पानी थाप्न आउनुहुन्थ्यो अरे भन्ने कुरा छ। कुवा पनि हेरेर हाम्रो पुर्ख्यौलीहरूले कस्तो पानी खारेछन् हेरौँ है। यता बगलामुखी हुँदै हामी बुद्धको त्यो हुँदै यहाँ मन्दिर गणेशको यहाँ कुवा छ। यो कुवा यहाँ चाहिँ नि पानी हाम्रो पुर्ख्यौलीले पहिला खाइरहेको पानी यही कुवामा। यही तथ्यको आधारमा हाम्रो पुर्खाहरू बागलुङ यहीँबाट गएको भन्ने आधार छ। एउटा आधार यही हो, यही कुवाको पानी खानुभएछ हाम्रो बाजेको बाजेले। यता माथि बगलामुखी भयो। त्यही तथ्यहरू कथनहरूको अनुसार यही कुवामा हामी पानी खान्थ्यौँ भनेको आधारमा हाम्रो पुर्ख्यौली यहीँबाट जानुभएको रहेछ बागलुङ। यो आज बागमती खोलाको अवस्था यस्तो छ के भन्ने। दुर्गन्ध त त्यति नै छ। अब के हुन्छ, बालेन सरकार प्रधानमन्त्री भएपछि यहाँ भत्काएको, अस्ति भत्काएको भिडियो हेऱ्यौ नि तिमीले?
त्यो भत्काए पछाडि आज कस्तो भयो रहेछ यो एरिया हेर मै त काठमाडौँको यो मुटु बानेश्वरको नजिक बागमती खोला करिडोर यस्तो अरबौँ करोडौँ पर्ने जग्गामा कथित अब के भन्ने तिनलाई अब यो पुरै ध्वस्त बनाएको छ। अब के बन्छ थाहा छैन, यहाँ पार्क बन्ने हो कि के बन्छ अब पछाडि हेर्दै जाऊँ। अहिले नयाँ सरकार आएपछि यो बालेनको सरकार आएपछि भत्काउने काम त भयो, यहाँ ठुल्ठुला घरहरू परसम्म भत्काएको छ। अब बन्न चाहिँ कस्तो बन्छ पछि हेरौँ ल। बहिनीले त्यताबाट नियाले खै भत्काएको एरिया बानेश्वर प्रवेश गरियो। मङ्गलबजार पाटनबाट अब बानेश्वर लाग्यो। आज बानेश्वर घर आइयो। बहिनी रविन दाइले मोबाइल हेरेर बस्नु भएको छ। बस्नु भयो दाइ? बल्ल आज ढिलो भयो। तरकारीको अनबक्सिङ गर्नु पर्यो नि। अब बगलामुखी ए रथ त्यो अर्को रथ छैन अनबक्सिङ यो कागती पछि सस्तो अरू पनि आयो। अरू पखारा आज भलकमाथि भलक भयो क्या। ल तरकारी त खै तल पसलमा लगेर बेच्न पर्छ क्या। साग आयो अलि छिप्पे जस्तो लाग्यो साग। हरियो खुर्सानी छ भान्जालाई। यो कटर आयो अहिले नयाँ यही आयो कटर आयो। अरू पुरानै छ। यो सबै सुगर फ्री खाना छ है यहाँ। सुगर फ्री